सीता पाइलाबाट अब सर्टकट जानु पर्यो धार्के कता निक्लिन्छ भनेर चाहिँ अब बाटो हेरौँ कस्तो छ हिजो पानी परेको थियो आज हिलो हो कि चितवनको याद र बाटो कस्तो छ तपाईहरुलाई देखाउँछु म सीता पाइलादेखि धार्केको सीता पाइला हुँदै धार्के जानुपर्ने भयो हात देन हात माथि बाटो हो तल बाटो जस्तो लाग्थ्यो माथि बाटो हो सीता पाइलाबाट भित्र लाग्यो ए यिनीहरू पनि जानु लाग्छ ए यहाँ छ नि त धेरै ग्रुप यो बाटोबाट जानु थालेछ है हिजोको पानीले फेरि यताको पनि बाटो एक ठाउँमा जस्तो लाग्थ्यो म अस्ति नै गाडीमा गएको थिएँ ठिकै होला सायद तर हिजो पानी परेर चाहिँ अलिक हिलो हुन्छ कि भन्ने डर हो त्यो एउटा ओह्रालो छ अनि अर्को उता कतानिर एउटा ओह्रालो छ त्यही भएर साइमबाट आउँदाखेरि ठ्याक्कै दाहिनेबाट यही बाटो हो है सबै यतैबाट जानु लाग्छ पोको पतेरो बाँधेको बाइकहरू चाहिँ यतैबाट हो बाटो साँगुरो छ सानो छ तर यो अहिलेको यो उताको मर्मत यताउति भएको कारणले हिलो धुलो बाटो पुरै बिग्रेको छ तर यही बाटो जाँदा चाहिँ राम्रो हुन्छ धार्केसम्म होला मलाई धार्के जस्तो लाग्छ है सरी पछि म सच्याउँछु धार्के होइन रहेछ नि भेनाजुले बतायो भेनाजुले लाग्छ बताहरूलाई यो बाटो यहाँसम्म त दामी छ अगाडिबाट फेरि देब्रे लायो है देब्रे यो डाँडा माथितिर नजाने यताबाट कालो पाँडे के भन्ने ठाउँ जान्छ जस्तो लागेको थियो मलाई एकचोटि गएको थिएँ म ए यताबाट गयो कि कताबाट गयो यताबाट गयो जस्तो लाग्छ ल बाटो यही हो है सर्लाक्क निर्वाणा एकाडेमी हुआ यहाँ चाहिँ मैले अस्ति नै आउँदाखेरि चाहिँ इँटा भट्टाहरू मजाको देखाएको थिएँ मैले टन्नै पहिला उता ललितपुरबाट थियो ललितपुरतिर थियो अहिले यतातिर सरा हो कि पहिल्यैदेखिको हो यो पहिला त यहाँ केही पनि थिएन नि म एकचोटि आएको थिएँ न पिच गराएको थियो न के गराएको थियो म यो बाटोबाट पहिला त्यो सिमेन्टी फ्याक्ट्री छ क्या यताबाट त्यहाँ निक्लेको थिएँ धेरै वर्षपछि फेरि एकचोटि यो बाटो जाउँ तर एकचोटि अस्ति म गाडीबाट पनि गएको थिएँ गाडीबाट जाँदाखेरि कुरा गरेर बस्दाखेरि यादै भएन क्या बाटोहरू यहाँ पेट्रोल पम्प पनि छ है अगाडिको यो के अरे स्कर्पियो पनि यो बाटो जानु रहेछ गुड स्कुलको समय भएर अलिकति रसी हुन्छ यो ब्रदरहरू पनि यही बाटो हाँकियो खासमा चाहिँ हामी भतिजको वर्तमानमा जानला हो यो कुन हो यो वैशाख आज वैशाख 15 गते 17 गतेको प्रोग्राम छ सो हामी जाँदै बाटो चाहिँ यस्तै छ है कुना कच्चा साँगुरो यताबाट नि अझ मान्छेहरू धेरै जान थाल्यो पछाडि पनि टन्नै छ घरबाट त 12 किलोमिटर रोयल छ यहाँ के हो निर्वाणा यहाँ पो पछाडि ग्रुपै आउँदैछ केरा फाल्यो आम्पा खा मैले फाल्दिएँ त्यहाँबाट गएन र कता हो भक्काइदा अर्को पनि गयो ग्याङै छ हामी त नजिकै हो भएको लुगाफाटाहरू सबै बसमा आमाहरू बसमा आउँदैछ आमा छोराहरू हामी चाहिँ भेनाजु अगाडिको यो पल्सरको एक्स पल्सको भेनाजु दिदी र म र बुढी यसमा हिजो यस्तो गर्मी थियो 2-3 दिन आज यस्तो चिसो भइरहेको छ मतलब पातलो लगाएको झन् उता गर्मी छ भनेर अहिले त चिसो भयो छाती नै हानिरहेछ मेरो चिसो यो बाटो चाहिँ सबै यताबाट जाने भने चाहिँ भद्रवल हुने रहेछ प्राइभेटहरू मात्रै यस्तो जाँदा चाहिँ ठिक रहेछ यो
सार्वजनिक पनि यहाँबाट चल्न थाल्यो भने चाहिँ खतम हुन्छ त्यो त दिँदैन यहाँबाट पनि दिनै मिल्दैन रिजर्भ सिजर्भ गरेको यताउति जानु मिल्छ यहाँबाट बद्रीनाथ बिस्तारै गइएछ नन्दले यस्तो रहेछ बाटो टकटक कङ्क्रिट हालेको कति फालेको केरा यो मलाई प्लास्टिकमा पोक पार्नु नि मलाई गाडी रिजर्भ गर्यो जस्तो अनि देश बन्ला जस्तो लाग्छ त ब्रदरहरू भर्खरको मलाई केटाहरू नै फालिदिने भने चाहिँ अनि 100 वर्ष लाग्छ नेपाल भन्नुलाई हो के 100 वर्ष नै लाग्छ यहाँ रहेछ यसको चाहिँ बस स्ट्यान्ड कुन ठाउँ हो यो बद्रीनारायण के लेखाएको छ त्यहाँ नुवाकोट के हो यो नागार्जुनै पर्छ भीमढुङ्गा ए भीमढुङ्गा अनि साँच्चै कस्तो बिर्स्यो मलाई भीमढुङ्गा निक्लियो हो क्या अरे अब यहाँबाट मजा आएको छ क्या अरे यहाँ अस्ति नै पहिरोहरू गएको थियो यो बाटो ओ सेट त्यही भएर पहिरो गएको बाटो यता कता भन्छ पहिरोहरू धेरै गएको बाटो चाहिँ यस्तो छ यहाँ पनि प्लटिङहरू टन्नै छ प्लटिङ खतरा छ माथि डाँडा छ तलसम्म छ माथि पनि छ डाँडा काटिसक्यो हैट बाटो चाहिँ यही हो गुन्द्रुङ 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 त्यहाँबाट फेरि माथि लाग्ने रहेछ रमणीय दृश्य हो नि त खतरनाक वाह मजा आयो नागार्जुन कहाँबाट आएछ यो गाडी पदमपुरबाट ए माइक्रो पनि लिएर आइदिने पुरै नागार्जुन त ठुलो छ क्या ट्राफिक चेकिङ यहाँ रहेछ राम्रै बनाउनु लाग्छ नाका हो क्या अरे यो त ल राम्रै नाका साका ल अब चिसो हुने भयो माथि र उहाँ रक्षा गरौँ ल बाटो चाहिँ यस्तो छ है स्याट लाग्यो क्या अब चिसोले ग्रुपहरू यहाँ बसिरहेको रहेछ फेरि अस्ति पहिरोले गएको हो नि त यता राइडरहरू ब्रोहरूको यहाँ हालिदिन्छु म सबै खिच्दैछ म पनि खिच्दैछु अच्छा क्या चिसो भएको हो चिसो तिनीहरू चाहिँ कहाँ गयो होला है मुस्ताङ त होइन होला यहाँ अस्ति 2 दिनको पानीले बाङडङ बुङ्डो लगाएको थियो क्या तल छ यता पनि गएको थुप्रो पहिरो गएर बाटै ब्लक थियो अस्ति नै यहाँनिर कति गति हुन्छ बिर्छु मैले पोहोरको दसैँ ताकामा दसैँभन्दा अगाडि यो सबै पहिरो गएको थियो यो सब पन्चाको यो यताबाट टर्निङहरू पनि मजाको छ र मान्छेहरू त्यहाँ बसिरहेको छ तर राम्रो गर्दो रहेछ सबै पिच के अरे पिच कङ्क्रिट हालिदिएको रहेछ त्यस्तो ठाउँमा नि यता पनि पानी ट्याङ्कीमै जानु रहेछ कि पहिरो सब अस्तिको बेला गयो यहाँ कहाँनिर हो क्या बाटो चाहिँ पुरै धरापै थियो तर सम्म पाना थियो बनाउनु त अस्तिमा आउँदाखेरि यस्तो छ हल्का फुल्का यो त के होइन नि नागढुङ्गाको एरियाहरू त माइक्रोहरू पनि यताबाट जानु थालेछ ए निर्माण हुँदै रहेछ ल सानो छ ए एम्बुलेन्स आइरहेको रहेछ नि त एम्बुलेन्सलाई छोडिदिउँ एम्बुलेन्स एकछिन एम्बुलेन्स आइरहेछ ल
यता बनाउँदैछ, मर्मत गर्दैछ। यो सबै राम्रो थियो, पहिरो लगायो क्या जस बन्दै रहेछ। नेपालमा 2 दिन 3 दिन पानी पर्दै भने त पुरै बिजोग हुन्छ नि त, जताततै पहिरो जाने। यो रेडी भएर बसिरहेको छ, जान्छ यिनीहरू पछि फेरि। हो यहीँको ओह्रालो हो क्या, हो यहाँको ओह्रालो खत्तम थियो क्या पहिला, अहिले यो पुरा पिच गर्नलाई बनाइरहेछ। नेपाली हो, नयाँ हिमालयन यही हो। क्राम होइन, हिमालय नै हो क्या, नयाँ हो। तैँले हात उठायो त्यसलाई, त्यसले थम्सअप गरेर गयो क्या। अनि हिमालयन हिमालयन हो नि त। हिमालयन कम्युनिटी बनाइदिनु पर्ने, हिमालयन हिमालयन। तर त्यो नयाँ हिमालयन, यो पुरानो हिमालयन। त्यो 450 सीसी, यो 411। मलाई त फेरि यो गिट्टीमा चाहिँ डर लागिहाल्छ क्या, चिप्लेला भनेर। सिङ्गलमा त उभि चलाउने हो नि। यति मात्रै हो, एउटा अलिकति सानो उता त्यस्तै छ, त्यसपछि छैन। यहाँनिर हो क्या, यही एउटा अलिकति बिग्रियो, त्यसपछि छैन। त्यो पनि सम्म भएको छ। ल यति हो क्या। यति हो है साथीहरू, बाटो चाहिँ बन्दैछ, धेरै छैन यो बाटो, बिग्रेको बनाउँदैछ। तर पानी पऱ्यो भने चाहिँ अलिकति, पानी धेरै पऱ्यो भने चाहिँ यो बाटो पनि हिलो क्याच चाहिँ हुन्छ। तर धेरै गाडीहरू नकुद्ने भएर, कुद्नु त कुद्छ गाडीहरू, जस त्यस्तो हेभी हुन्छ नि, उताको के अरे नागडुङ्गा जस्तो त कुद्दैन, त्यही भएर ठिकै हुन्छ यहाँ। त्यहाँबाट चाहिँ पिच छ, अब त्यहाँबाट धन्नै भन्नुपर्छ। यति हो है गाइस, गाइस ल ल अब सिद्धि त्यति नै हो। अब सिधै अब धार्क्यो। घुमाउरो छ बाटो, घुमाउरो छ बाटो। दामी छ, त्यहीबाट बन्यो भने त खतरा हो क्या। त्यति हो बाटो खत्तम भनेको। अब यहाँबाट त्यो मेन बाटो पृथ्वी हाइवे नछुइन्जेलसम्म चाहिँ दामी छ बाटो। इटा भट्टा यताउति सिनेरी हेरेर चट्ट हेरेर आउनु मिल्छ। यस्तो छ बाटो चाहिँ दामी छ नि। तर धेरै स्पिड त कुदाउनु हुँदैन मासला, ब्यालेन्स चाहिँ काट्नु नै भ्याउँदैन फेरि यस्तो चाहिँ। ल यो पहिला सबै पहिरो गएको, अस्तिको पहिरो गएर नि सोरेर पनि फेरि पिच गरायो क्या यार, टपअप त्यस्तै लाग्यो। यता पनि भाँसिँदै रहेछ, यो बर्खामा लान्छ कि आएर। यस्तो छ है सिनेरी, कम दामी छ नेपालको। पिच हुने हो भने, यस्तो कालो पत्रे हो भने त यस्तो दामी दामी सिन भएको ठाउँ छ कि नेपालमा। पुरै खिच्दै कि मैले पुरै हान्दिनँ यसलाई, भिङटुङ्गा भन्छ कि एरियालाई, त्यो धार्के भन्छ जस्तो लागेको थियो हो होइन। अब इटा भट्टा सुरु हुन्छ ठाउँ ठाउँमा। म्यामको यो त उताकै भाइ पाउने है, उताकै भाइ पाउने क्या, भिमानतिर क्या, भिमान
भिमानबाट उता सिन्धुली पनि आउँछ भाइ भिमान साइडबाट उता कटारीबाट उता जाने क्या गाईघाट जाने त्यहाँ पनि नेपाल टार के छ नि नेपाल थको नेपाल टार वातावरण वाइज इन्भाइरोमेन्ट सबै यता दामी रहेछ पानी चाहिँ अब कतिको छ अरू त ठिकै छ अरे होटल थियो मैले पहिला पनि देखाएको थिएँ होटल अब इँटाभट्टा सुरु भयो हेर्नु है माटोहरू ए धार्के हो नि धार्के 10 किलोमिटर धार्के नै रहेछ धार्के यताबाट 10 किलोमिटर रहेछ धार्के गुड मैले भनेको ठिकै रहेछ धार्के भनेर धार्के नै रहेछ है यस्तो कन्फ्युज भएर क्या मासला 10 किलोमिटर चाहिँ यहाँबाट अब यहाँसम्म त ठिकै छ धार्केपछि त फेरि धार्के नै बनाइन्छ नि त फेरि आलु सालु फिस्लिङको हो क्या भट्टा भट्टा हुन्छ जस्यो साथीहरू डियर वाल्क यहाँ पनि रहेछ नि हेर्न डियर वाल्क धादिङमा के हो डियर वाल्क जताततै छ मलाई चायल मान्छे घर बनाउनु त ढुक्क होला मलाई इँटा आफै गयो छाने ल्यायो टक्क सस्तो पनि होला एक त ट्रान्सपोर्टेसन सस्तो भइहाल्यो अर्को आफूले छान्नु पाइयो कम दामी छ बाटो ल हेरौँ मस्त मौला भन्थ्यो एउटाले सरकारी कर्मचारी पनि जबमा जाँदै होला कति बजे 8 बज्नु भएको छ यहाँ चाहिँ ठाउँ ठाउँमा छ अहिले यस्तै थियो एउटामा है पानी बर्खा बेलामा चाहिँ अलिकति पानी बढ्ने यसै सम्भावना उताको त मजाको सङ्लो थियो सफा रातो माटो त नि होइन योभन्दा कलरको देखाएको थियो कि ओ हानेको साथीले खतरै हान्थ्यो त टर्निङ यो त्यो पानीले भिजेर झन् देखेको क्या पानीले भिजेर झन् ऊ देखेको क्या कलरफुल गाडा देखेको होला सबै सिमेन्ट फ्याक्ट्रीमा एकचोटि हामी आएको थियो यो बाटो नबन्दैमा आएको थियो भने कसरी आयो होला अब यो बाटो हामी वास्तवमा धादिङ जाने भनेर हिँडेको त्यत्तिकै घुम्न हिँडेको अनि यो बाटो आएको थियो पिजै थिएन हिल्लै धुलो माटो हिलो भएर आएर अनि हामी चाहिँ वाक्क भएर नै त्यो सिमेन्ट फ्याक्ट्रीबाट अनि उता मेन बाटो पृथ्वी हाइवे निक्लेर अनि फेरि फर्किदिएको क्या काठमाडौँ फर्किदिएको यो बाटो त सम्भवै छैन फर्किन हाम्रो धेरै उकालोहरू थियो अघि नै देख्नु भएको थियो होइन त्यहाँबाट निक्लिनु सम्भवै थिएन अनि थाके पनि धेरै टाइम पनि लाग्यो काठमाडौँ ब्याक हो नत्र धादिङ पुग्ने उसमा हिँडेको हामी ठाउँको नाम चाहिँ धुनीबेसी बाटो त्यो अघिदेखिको पिचको पिचै छ मजाको आनन्दले धार्केसम्म आनन्दले हो यस्तो बर्खामा चाहिँ धेरै पानी पऱ्यो भने चाहिँ यहाँ पानी चाहिँ खोला जस्तो हुन्छ नि अलिकति ठुल्ठुलो खोला जस्तो त बग्ने सम्भावना ज्यादा रहेछ फरक पर्दैन ऊ चाहिँ आउनु भएन त्यसले गाडी नै आउनु चाहिँ भएन हो कर्नरिङ हान्दैछ केटाहरू जसिहाल्यो हो केटाहरू कर्नर त देख्नै नहुने होइन अब हामी लगभग मेन बाटोतिर आइपुग्ला त्यो डाँडानिर हो मेन बाटो यता लेफ्ट साइडको किनकि त्यो सिमेन्ट फ्याक्ट्री ठ्याक्कै त्यो देखिन्छ क्या उताबाट नागढुङबाट आउँदाखेरि नौबिसीबाट सिमेन्ट फ्याक्ट्री यता छ क्या ऊ त्यहाँ छ होइन त्यहाँ सिमेन्ट बाटो उतातिर आइसक्यो मेन बाटो छ नि आछ त्यही उता हो त्यो सिमेन्ट फ्याक्ट्री देख्छ क्या हामीले कुखुरा पालन
मजाको रहेछ आफ्नो खेती मकै सकै टक्क इटाभट्टा होइन फार्म पुरा फार्महरू के रहेछ धुनेसी पार्क पनि रहेछ ल पार्क ठिक छ बाटो त फिलिल्ला हो है तार्केसम्म फिलिल्ला राम भाइको खाजा घर आएर खाइदिउँ है खाजा घरमा इटाभट्टा फेरि त्यो धुवा निक्लेको चाहिँ दामी लाग्छ तर के गर्नु पोल्युसन हो त्यो यहाँ पनि रहेछ ल यो चाहिँ धेरै पानी परेको बेलामा चाहिँ जुत्ता भिजिसक्यो मासला यहीँ चिसो हुन थालिसक्यो हट हो धार्के 2 किलोमिटर सिधै हाम्रो अब चुमुक सिद्धि आछ चुमुक सिद्धि क्या अब हेर माटो बनायो सम्म बनायो प्लटिङ बनायो होइन माटो चाहिँ इटाभट्टालाई अब यो प्लटिङ गर्ने होला ठक्क सम्म पनि भयो है फाइदा यार है जग्गा हुनेलाई त फाइदा छ तर मास्यो पनि फेरि है त्यो कुरा पनि याद गरौँ यहाँ पनि रहेछ ल यहाँ चाहिँ ठुलो रेन्ज चाहिँ सानो छ तर हो यो चाहिँ बर्खामा चाहिँ अलिक ठुलै हुने रहेछ कुखुरा गाडी कता हो चितवनतिरै होला यो कम कुद्छ यो गाडी कुद्छ होइन कम कुदाउँछ धार्के 2 किलोमिटर मेघौली चनौली कहाँबाट आउनु रहेछ अब 1 किलोमिटर होला हौ धार्के 1 किलोमिटर वाह पप्पीहरू कस्तो मजाले सुतेको पप्पीहरू ठुलै हो नि अडल्टहरू अब हाम्रो यात्रा पनि यहीँसँग अब सिद्धियो 1 किलोमिटर भनेपछि त्यसपछि हिलो धुलो धुवा के मात्रै हुन्छ त्यहाँ सब पाइन्छ फुलको पनि व्यवसाय गर्नु रहेछ फुल लगाएर रहेछ काउली बन्दा हो यो हो नि त यार लाइफ है बाटो घाटो भने चाहिँ जता बस्नु नि हुन्छ क्या धेरै टाढो पनि होइन काठमाडौँबाट यता आएर सेटल हुँदा नि हुन्छ अब यो पुलबाट ठ्याक्क जस्तो लाग्छ धार्के है अब ल 0 किलोमिटर धार्के आयो सिद्धियो हाम्रो है त यात्रा राम्रो खाले यात्रा चाहिँ सिद्धियो यो यहाँबाट हिलो सुरु भइहाल्यो नि यहाँबाट हिलो सुरु भयो पेट्रोल पम्प पनि यही छ है साथीहरू यस्तो हो हिलो सुरु भइसक्यो अब ट्रेलर होइन कास्टिङ सुरु भयो इन्ट्रो यहाँबाट सुरु भयो यति नै हो अब धार्के निक्लिहाल्यो नि तर यो बाटो याद राख्नुपर्छ र जाने बेला नि यहीँबाट जानु पर्यो आशा धार्के बजार ए मुक्तिनाथ विकास बैंक यताबाट जानुपर्ने मुक्तिनाथ विकास बैंक त्यो मूर्ति याद गर्नु सरस्वतीको धार्के बजार आएपछि ठ्याक्क यहाँबाट लाग्नुपर्ने ल ल धार्के हो रहेछ धार्के अब धुलो मुलो सबै सुरु के छ यहाँ धुनेबेसी नगरपालिका रहेछ सेक्युरिटी बसिरहेको थियो
वाट काममा जानु लाग्यो कि गणेश खोला माछाले ख्यार गर्छ कि चेन लुज भयो कि के हो अब धुलो खाने अनि हिलो छ भने हिलो हैन मजाको धेरै जस्तो बाटोहरू बनाएको रहेछ अहिले उता यतातिर धार्केबाट आउँदाखेरि 2-3 ठाउँ चाहिँ अलिकति कच्ची छ अरू चाहिँ बनाउँदै रहेछ लगभग बनाइसकेको रहेछ मजाको बाटो यता पनि बनाउँदै रहेछ यता दुईटा फुल डाङडुङ खोला भन्ने हो यहाँ पनि बन्दै रहेछ अब यो बर्खामा त अलिक गाह्रै हुन्छ है ओ मामपाखा त्यहाँको चाहिँ बनिसकेको छ पुलनिर चाहिँ बन्नु बाँकी हो कि क्या हो यहाँको पनि बनाएको रहेछ है बाटो ल अब फेरि यहाँबाट सरर त होला नि फिलिल्ल यो पनि बाटो बनेको छ ल गुड म त आत्या थियो अस्ति यस्तो खत्तम थियो कि पर दसैँमा त बाटो हिल्लो क्याच होला भनेर सोचिरहेको थिएँ त्यस्तो चाहिँ रहन्छ बनाएको छ है अब उताको चाहिँ खत्तम छ बाटो अब पकुन्डे बेसी हुन्छ नि उता सिन्धुली जाने मदन भण्डारी रोड बिपी राजमार्ग त ड्यामेज है अब त्यो 500 वर्ष पनि बन्दैन त्यो बाटो बनायो भने अहिले बनायो भने 500 वर्ष अहिले पनि सुरसार गऱ्यो भने त लाग्छ 10 वर्ष नै पुरै ड्यामेज छ त्यो बाटो त्यता त बर्खा आयो भने पानी यताउति आयो भने चाहिँ बन्दै हो त्यो बाटो कामै छैन तर सबभन्दा राम्रो लागेको बाटो चाहिँ त्यो हो फेरि मलाई पहिला चाहिँ नेपालको बाटो त्यो नै राम्रो थियो पहिला हरन बजायो कुदा भन्छ कि छोडिदिनु पऱ्यो यतैबाट जाउँ ल हामी नै अगाडि गइदिउँ तल त छैन नि ए त्यो मन्दिर त्यहाँ आएर शीतल खाइन्थ्यो पहिला है ए जाँदैन दिदी भनेर यहाँ रुकिरहेको रहेछ बाटो धेरै नै बनाएको छ कहाँ सबै हिलो थियो त तिम्रो यो बनाउनलाई गरेको थियो नि त गिटीहरू हालेको अगाडि होला जाउँ न नत्र उ त मलाई अर्खामा बाटो धेरै नै बनाइसकेको रहेछ नत्र यो बाटो कम खत्तम थियो पहिला ला गाडी ठोकेछ त्यहाँबाट स्पिड कुदायो होला यता ल्याएर झ्याप्पै लगायो कुनसँग ठोके गाडी ठोकेछ नि त आछ त्यही हो कि अब बाटो फेरि राम्रो भयो भने चाहिँ फिलिलिल्लो कुदाइन्छ अनि जम्म ब्रेक हान्दाखेरि चाहिँ ब्रेकको गइहाल्छ तनाव हुन्छ त यार त्यस्तो एक्सिडेन्ट भयो भने त कहाँ के सोचेर हिँडेर हुन्छ प्याचपुच गरेछ बस पनि त्यहाँ लगाएछ ओभरटेक गरेर बाइक त ठिकै हो बसले च्याप्ने हो कि यहीँ बस्छौँ अब कहाँ चाहिँ लानु लाग्यो यसले बसले ए थुप्रो ओभरटेक रहेछ त उताबाट आउनुलाई त छैन त नि बाटो त्यो हिलोबाट जाने त चल त अनि आठ चाहिँ कता जान्छ ए हिलो मात्र भयो पछाडिको टायर चाहिँ खतम रहेछ उताबाट गएको हुने रहेछ आशा उताबाट जानुपर्ने रहेछ अनि यता हिँडिहाल्यो अनि
जुत्तै लात्तै हिलोमा गयो। ए लामै जाम हुँदो रहेछ त यहाँ। कुन ठाउँमा हो त्यो? एम्बुलेन्स आयो। अगाडि जाम नै छ। अघि बाटो बनायो भनेर खुसी भएको त बाटो त्यस्तै रहेछ त। ल भद्रगल छ है बाटो। ए कुन 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 त अझ पानी परेको छैन यार। आज हिजो चाहिँ पर्यो, आज परेको भए बिजोक बिजोक नै हुन्थ्यो। तर मजाले बन्दैछ बाटोहरू चाहिँ। कुन ठाउँ रहेछ यहाँ? महादेव बेसी नै भन्दो रहेछ अहिलेसम्म नि। मछडी खोला मछडी खोला, मछडी खोला अरे। यहाँ पनि सम्म बनाइसकेको छ। यो चिप्लो हो कि सिमेन्ट के हो बाटो? यो के हो? माथिबाट गएको छ यहाँ। गल्छीको बाटो सबभन्दा खत्तम हो। हेरौँ है त गल्छीको बाटो। यहाँको मान्छेहरू कसरी बस्छ होला यार? वर्षौँ भइसक्यो त यो हिलो धुलो हिलो धुलो हिलो धुलो। हुन्छ यो त खायो भने। भेनाजुले हेर्दैछ। अहिले तल ठिक होला, यहाँ त धुलै धुलो उड्नु रहेछ। ऊ त्यहाँ छ यो होटल। उहाँ छ नि त, उहाँ छ अगाडि। यहाँ ल गल्छी यहाँ। त्यहाँ त्यो यो हिलो माथि गएर कालो कहाँ छ नि? कालो अन्डा तरकारी चिया खाइयो। यो गल्छीको बाटो चाहिँ पहिल्यैदेखि हो कि, वर्षौँ भइसक्यो बनाउँछ। फेरि पानी छ कि के छ यो? कति ताल बनाइसक्यो कि? बनायो फेरि बिग्रिन्छ, बनायो फेरि बिग्रिन्छ, फेरि बनाउँदैछ। कति समय लाग्ने हो यो? जहिले पनि बिग्रिरहन्छ। अस्तिको भन्दा त अलिकति बेहतरै रहेछ, राम्रै रहेछ। यहाँसम्म चाहिँ ऊ त्यहाँबाट चाहिँ पुल हो के बनाउनु लाग्थ्यो, तलबाट जानु पर्थ्यो। अहिले पनि त्यस्तै रहेछ। यहाँ अलिकति अस्ति त तलबाट जानु पर्थ्यो। राम्रै भएछ ल। मलाई यहाँकै चिन्ता लागिरहेको थियो हल्का। ठिक छ यतिको त। तैँले को भन? होटलमा आउने केटाहरू भनेको? होटलमा आउने केटाहरू भनेको हो कि होइन नि? तिनीहरू बाइकै अर्कै छ बाहिर अनि। के होइन बाइकै फरक छ क्या। बनाएछ यहाँ यति चाहिँ बनाएछ। अब यता पालो अस्ति नआउँदाखेरि पुरा यो तल कङ्क्रिट हो के गरे जस्तो लागेको थियो मलाई। यहाँ त धेरै दुःख गर्नुपर्छ। दुःख भन्नाले धेरै हाल्नुपर्छ क्या। यस्तो बाक्लो बाक्लो हाल्नुपर्छ, नत्र त जान्छ यो ठाउँ त। गहिरा ठाउँ हो क्या। यो गाडीले अड्कायो क्या। के भयो? के भयो? अनि सारी चाहिँ लिएर आयो अनि हिल लिएर आउनु बिर्सेछ। ल हिल क्या झोलामा हालेर राखिरहेको थिएँ। कस्तो ढुङ्गा कलर छ। ओ चिप्लो छ। अब चिप्लो छ हो, चिप्लो छ। सबै तलबाट आइरहेछ नि। खै त्यहाँ बाटो ब्लक छ कि के छ थाहा नै छैन। ऊ त्यस्तो रहेछ नि त। यहाँ त पहिला पनि सिधा थियो क्या यो बाटो। सिधा कुदेको गर्थ्यो। मलेखुङमा अब कति 20 किलोमिटर देखाइरहेको थियो। 22 किलोमिटर। गल्छीबाट फेरि आयो यस्तो ठाउँमा। यसरी बनाउने क्या। बवाल हालेको छ कङ्क्रिट अहिले त। तर यो पनि बिग्रिन्छ। ओहो आउँदाखेरि त बिजोग रहेछ त। उताबाट आउनु पऱ्यो नि त। हिलै रहेछ नि त उतापट्टि साइडमा त। यहाँ खुट्टा टेक्ने कि नटेक्नेकोमा पुग्यो क्या। उहाँ टेकौँ हिलो छ, नटेकौँ ओहो कस्तो चिप्लो या। ग्रिपै छैन नि। झन्डै चिप्लेको यार। ढुकढुकै भयो मासला।
हातै मर्के जस्तो भयो। जुत्ता चाहिँ चेन्जै गर्ने बेला भएछ, ग्रिपै छैन जुत्ताको। फ्रन्ट चेन्ज भयो, दिदी चाहिँ बसमा जाने भयो, दुईवटा बच्चा चाहिँ बाइकमा जाने भयो। बाइक बच्चाहरूले फेरि छात दिएर बसमा। ऐठ बाटो त मलेखुदेखि त धरापै रहेछ बाटो त। मुलिङ कहिले आइपुग्ला जस्तो भयो। दुल्लै क्या दुल्लो यस्तै सासै फेर्ने गर्नु त धुलो हेर मासल यस्तो छ। यसलाई यति पनि के ओटे गर्नु पऱ्यो होला, चुपलाएर बस्नु छ हेर। भन्दै थियो नि यो गाडीहरू यस्तो कुदाउँछ भनेर। भात लाग्यो क्या तँलाई, भात लाग्यो क्या भात। ए यहाँ धोएर के गर्नु, अगाडि हिलो भइहाल्छ। उतै जाने भने त ठिकै हो। ओए ल ऊ भान्जी दुईजना अगाडि बस चढ्नु मानेन, बाबासँग बाइकमा जाने भने तिनजना। यस्तो धुलो छ अब। ए म त सुतेछ, म भुस भएछ। दबाई खाँदै भुस। गति यस्तो छ काठमाडौँदेखि यहाँ के अरे मनकाउनसम्म आउँदाखेरि यस्तो गति छ। लुगा यस्तो बिजोक हेर झ्यामझुम। फर्किने पो कसरी त अब। ल ल सगरा लाँदो रहेछ त यार, टुरिस्ट बस पनि रोकिदिँदो रहेछ त। मनकाउनु माइकी जय, मनकाउनु माइकी जय, मकामाले रक्षा गर्नुहुन्छ। खै बस कमान ल लाग्नु पऱ्यो अब। कहाँ जाने बाटोले? एउटा घर थियो नि पहिला यहाँ, ऊ त्यो टन्नै घर भइसक्यो त। फाइनल्ली मुगलिङ कटियो। भरतपुर नारागा 35 भनेपछि हाम्रो टाढी बकुलो टाढी कति 7 किलोमिटर भनेपछि 41 किलोमिटर बाँकी छ। अब 1 घन्टा, 1 घन्टामा हामी पुगिन्छौँ भनेपछि ठ्याक्क 2 बजे पुग्नु छ। ठोकेदैन ल भयो ल आज त ठोक्यो हो, ठोक्यो नि त्यसो खुट्टा। ल आजको लागि यति नै साथीहरू। ल पुग्यो जलपुरी आउनु लाग्यो लगभग। यहाँ त जति फेरि बटारे नि हुन्छ अरे, जति बटारे त्यति आएको बाछा नै पुग्छ त। जलपुरी आयो। कस्तो शीतल भयो यार, के हो यस्तो? बाफ्रे बाफ्रे कस्तो दामी किसिमै देखिँदो रहेछ हौ। 90 धेरै नकुदाउँ, यसको क्यापेसिटी कति छ थाहा नै छैन। हस्मा 60 कुदाउने मान्छे। महानगरपालिकामा प्रवेश गर्दैछौँ हामी उसबाट, देवरदान चोकबाट। दामी बनाएको छ यता, फुलहरू रोपेछ है। बाटो वाइड चिल्लो। ए आइसक्रिम लन्ठङ गरेछ त यार आइसक्रिम। पानीको छिटा आयो यहाँ त हल्का। 8 ठेला उठिसक्यो यहाँ। यसमा ठेला उठ्छ कि यस्तोमा पानी त छिटा हान्यो। के हो भरतपुर पनि विकास खतरा गरेर रहेछ। फ्यान होइन, माओवादीको फ्यान पनि होइन, रेणु दाहालको फ्यान पनि होइन, प्रचण्डको फ्यान पनि होइन। जस राम्रो काम गरेकोलाई गरेको भन्नुपर्छ। राम्रो र राम्रो, नराम्रो र नराम्रो भन्न सक्नु चाहिँ पर्छ है साथीहरू। त्यही राम्रो लाग्यो मलाई। पहिला कस्तो थियो, एउटा सानो बाटो थियो, यत्रै साइजको थियो होला, 2टा। त्यो अर्को छ शाखा बाटो सानो। हो अब यो टिकोलीको बनाउनु पर्ने छ। टिकोलीको पनि बनाएर भेटौँडासम्मै बनाइदियो भने त
71 रहेछ हेटौँडा यहाँबाट बाटो यही हो